भन्नु म केही भन्दिनँ है। किनभने त्यहाँ बोल्नु हो भने यता मैले भने सुनिँदैन, कुरा बुझिँदैन, नबुझेपछि के हो खै गोज्न गयो क्या गयो जाउँ भन्यो गयो टाइपको हुन्छ। त्यो गर्नु हुँदैन, बुझेर काम गर्ने हो, नबुझी काम गर्नु हुँदैन है। हिँड्दाखेरि पनि कहाँ हिँडेको भने थाहा हुनु पऱ्यो नि त। हिँडेको छ जतै हिँड्दा पनि भयो भन्यो भने त्यो मर्निङ वाक मात्रै हुन्छ, कहीँ पुगिँदैन। त्यसले गर्दा सुन्नु परेको। अब यो भनेको छैन बहुभाषिक पाठशाला, यो पाठशाला बनिसकेपछि होइन यो अत्यन्तै आकर्षक छ। अझै यो बनिसकेको छैन, अत्यन्तै आकर्षक बन्छ। यो आकर्षक तपाईँको चाहिँ भवनभित्र चाहिँ हामी भाषा भाषिकाको अध्ययन अध्यापन गराउँछौँ। त्यहाँभित्र चाहिँ हाम्रा विभिन्न जात जातिका मान्छेहरू यहाँ हामी छौँ होइन। हाम्रो मौलिक भाषाहरू छन्, ती भाषाहरूको अध्ययन अध्यापन गर्ने ठाउँ त्यो बहुभाषिक पाठशाला है। हाम्रो भाषा बच्यो भने हाम्रो संस्कृति बच्छ होइन। हाम्रो संस्कृति बच्यो भने हामी बाँचिने हो है। यो देश धर्मले हरेक मानव जीवनमा अत्यन्त ठुलो महत्त्व राख्दछ। तपाईँको चाहिँ साहित्यलाई त्यो इतिहासलाई जोगाउनका लागि संस्कृतिको पक्षमा धरानुको महानगरपालिकाले गरेको एउटा अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै ऐतिहासिक कार्य हो है। यो त्यो चिज हो। यहाँ आएर सेल्फी मात्रै चिज छ सिंहदरबारभित्र, अन्यत्र छैन यो होइन। तपाईँको छैन बहुभाषिक पाठशालालाई आज हामी संरक्षण गर्दैछौँ, साथै योसँग जोडिएर गएको बस्तीलाई आज हामी संरक्षण गर्दैछौँ। त्यति राम्रो कुरा, त्यति महत्त्वपूर्ण कुरामा काममा हामी जुटिरहेका छौँ। अब श्रमदानबाट हामीले थुप्रै कामहरू गरिराखेका छौँ। अब के कति काम गरियो भन्ने कुरामा धेरै भनिरहन चाहन्न, तर हिजो छ अनि हुन त त्यसो भन्दा यहाँ फेरि ठेकदारहरू पनि चाहिँ हामीले बनाएको चाहिँ के होइन भने फेरि उफ्रिनुहुन्छ होला। त्यो होइन, त्यो पनि हो हुन त। तर त्यस्ता इमर्जेन्सी कामहरू चाहिँ ठेक्का लगाएर हामीले चाहिँ पर्खिरहेको ल। धन्यवाद। अलिक माइक्रोफोन ठुलो बनाउनु पर्छ, माइक चाहिँ ठुलो बनाउनु पर्छ, अलिक गीत सानो बनाउनु पर्छ हो। ल हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, सधैँ मिली बनायो देश, सबै मिली बनायो देश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। सबैले गाउने हुन्छ, सबैले गाउने है। युट्युबमा छ, सिक्नुपर्छ कि हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। हाम्रो धरती हाम्रो
यो देशलाई सम्झेर यो देशको माटोलाई सम्झेर तपाईँ आफ्नो र आफ्नो सन्तानको भविष्यलाई बन्दिन म जिउँदो लास हेर्दिन म अरूको लास बन्दिन म जिउँदो लास सजाउँछु श्रमले परिवेश बनाउँछु म हलो सरी जोतिन्छु म मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म स्वाभिमानको वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने अहिले हाम्रो अर्गानिक हाम्रो गुन्द्रुक कति मिठो छ अब कसैले खानु भएन तपाईँले मलाई पिरो खुवाउनु भयो के चाहिँ खुवाउनु त अरू खुवाएर हुँदैन त्यही पिरो त खुवाउनु पर्यो नि नातिनी खानु म त खाँदिनँ यता भिडियो रेकर्ड भइरहेछ नि फेरि मेरो त अल्सर त्यो खाने भए त म त झन् के बनाएर ल्याउँथेँ तपाईँले खुवाउनु भयो भने त राति खाइदिनु लसुनले त मेरो पोल्छ मेरो हात दिएको ल ए साथीहरू 7 महिना त गिलो भातमा नसोच्नु होला हामी एउटा रमाइलो मात्रै हो हामी रमाइलो मात्रै हो अर्गानिक गुन्द्रुक खाएँ मैले मिठो लाग्यो बा ल खाइहाल्नुहोस् न ल क्यान्सर बाले धन्यवाद अनि मेरो पालो के भन्यो भने डक्टर आज त मैले मेरो रिपोर्ट तपाईँले हेर्नुपर्छ पछि त्यहाँदेखि चाहिँ यता पनि हाम्रो बहिनी यता देखाउनु नि तपाईँको क्याब अलि उठाउनु नि ल हेर्नुहोस् ल धरान 5 बाट आउनु भएको हाम्रो चेली सम्दाता उहाँलाई पनि हेर्नु छ गुन्द्रुक ल हेर्नु नि हाम्रो त अर्गानिक तरकारी हो यो त के हो यो वाइन अनि यो त भिडियो सबै रेकर्ड भयो त नि हाल्नु कि नहालिदिनु यो ल त म त हालिदिएको है फेरि मलाई विरोध गर्नु भएन है किन हालिस् भनेर त नगर्नु होला है फेरि काम गरेर खाइन्छ होइन ल यो वाइन होइन उहाँको हो मेरो होइन ए उहाँको यहाँ माग्दैछ दिन अलिकति ल खै यता त हाम्रो आकाशे गमला चाहिँ मेरो बहिनी ए ल ल होइन काम गरेपछि अलिअलि खाइहाल्छ नि होइन दबाई होइन ल मित्र साथीहरू तपाईँहरूले यो भिडियो त अनौठो नसोच्नु होला एकदम हाम्रो यो रमाइलो हो अलिअलि दबाई त खानुपर्छ होइन हामी सरममा गर्न आएको थियो अलि थाक्यो अरे साथीहरू अनि अलिअलि खाएको है यतै यो त हाम्रो बाले पनि खाँदै हुन्छ उहाँले पनि हेर्नु न गुन्द्रुक अचार पिरो गुन्द्रुक अचार पुरा लिँदै उहाँले पानी चाहिँ तपाईँले खै खानु भएन त अनि ए यता रहेछ दाइ एकदम तपाईँ पनि रमाइलो हुनुहुँदो रहेछ दाजु ए ल हाम्रो यो श्रम गर्नु आएको थियो अनि थाकेर चाहिँ यो अचारहरू होइन अब अलिअलि हल्का हल्का दिएको यो भिडियो चाहिँ एकदम तपाईँहरूले अनौठो नसोच्नु होला हामी एउटा रमाइलो मात्रै हो रमाइलो मात्रै हो ल हजुर ए हो ए ल ल बहुभाषिक पाठशालालाई हेर्नुहोस् त कति राम्रो झिलिमिली ल हेर्नुहोस् त ल
ल हे बहुभाषी पर्छ ल ल बहुभाषी पाठशाला मात्रै आज यस्तो दामी बनाएको छ कि हेरौँ हेरौँ मन लाग्ने गोलो घर यस्तो राम्रो बनाएको रहेछ। अझै यहाँ बाँकी छ अलिअलि बनाउने बाँकी रहेछ। यता तलतिर पार्क पनि यस्तो राम्रो देखिएको छ अहिले यस्तो गोलो घर बहुभाषी। ल हेर्नुहोस् है ल ल ल ल स्याम्बेरङ खाएको त भिडियो अपलोड भइहाल्यो जोडिहाल्छ। मैले बनाएको हेरेको छु त्यो भिडियो भइ त हाल्छ। हाम्रो धरान क्षेत्रको डाँडो खोप्पाको दिदीहरू अलिकति काम गरेर खुट्टा फ्र्याक्चर भएर एकछिन यहाँ बसेर आएको शीतलमा उठ्छ हाम्रो भाइले यहाँ गर्दैछ र मलाई पनि दिएको छ। अहिलेसम्म म त पहिलेदेखि हामी शीतल तार्दैछौँ क्या। अहिलेसम्म अर्को हुनुहुन्थ्यो नि, अर्को 3वटा ट्र्याक्टर 4 ट्र्याक्टर भराएर अहिले हामी शीतल तार्दैछौँ। हामी जाली भरेर आएको नि। जाली भर्दाखेरि यहाँ खुट्टा ढुङ्गा एउटा साथीले हान्देर फ्र्याक्चर भएर यहाँ दुखेर एकछिन बस्न आएको। काम नगरेर मेरो पछाडि पसिना छिचोर कपडा चाहिँ पसिना आइरहेछ। ए बाजे कसले पानी खनाइदियो भन्छ मलाई। म फेरि निरोगी चाहिँ पसिना आउँछ क्या मलाई चाहिँ। पसिना निरोगीलाई हो र म त रोगीलाई भन्छु। घर बस्दा पनि तरर चुन्छ त मेरो त। तपाईँ निरोगी अब कतिवटा रोग छ भन्नुहुन्छ, अल्सर, घोडा दुख्ने, हात, आँखाको, टाउको। 2 वर्ष अब जेठमा 3 वर्ष हुन्छ उसिनेको मात्रै खाएर। कति वर्ष? 51 अब 52। दियो सबैलाई दियो। घाम पानीले उठ्दैन, आँखाले छेक्दैन, आँधीभुरी बतासले तिम्रो बाटो मोड्दैन, आँधीभुरी बतासले तिम्रो बाटो मोड्दैन।